सम्झ है छोरा, तिम्रो आमालाई सम्झौ है। यो बुढेसकालमा खाना बनाउन सक्दिनँ म, अफिसमा कामै काम छ, एक दिन खाना पकाएर खान सक्दैनन् रे। ए बुहारी, 5 बजिसक्यो होइन, के गर्दैछौ? आज चिया खान पाइँदैन कि क्या हो यो घरमा? होइन हो, 5 बजी चिया चाहिँ को खान्छ हो? आमा आमा, आज मैले खाना बनाउनु भ्याइन, एकदम छिटो जानु छ अफिस, खाना बनाएर खानु ल। अनि छोरालाई पनि दिनु, कतिखेर जानुहुन्छ कुनै अफिस, सुतिरहनु भएको छ। त्यत्रो थरी लिपपोत गर्नुको सट्टा त त्यति पकाएर खाएर जानु नि। एक अल्छी चाहिँ यही घरमा थुप्रेको रहेछन्। छोरी, आज पनि महारानी छिट्टै गइसकी। खाना कहाँ खाना खानु, पाकेको भए पो खाना खानु, अब आफै गएर पकाउनु पर्ने छ। ल ल छोरी, अहिले राख्छु है। अहिले जहाँको एक दिन खाना बनाएको दिदीलाई फोन गरेर कुरा लगाइहाल्नुपर्छ। मलाई फोन गराउनु भएको थियो दिदीले, गाली गराउनु भएको थियो। जब एक दिन खाना बनाएर पनि खाना नसक्ने है, अम्मा हामी चाहिँ बोल्दैन हो। अब त पनि मलाई नै भन्, यो घरमा बढी चाहिँ मै बुढी भएको रहेछु होइन। घर घरको कहानी होला, सासू र बुहारीको सानसानो कुरामा झगडा पर्नु अनि सानसानो कुरामा ठाकटुक हुनु। यो भिडियोमा चाहिँ सासू बुहारी बीचको खटपट देखिएको छ। अब अरू भिडियोमा सासू बुहारी मिलेको कसलाई हेर्न मन छ नि कमेन्ट गर्नु होला। र साथसाथै यस्तै रमाइला भिडियोहरू हेर्नको लागि हामीलाई लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।